हेर्नुहोस् गाइज यो सैलुङमा स्याउको बिरुवा रोपेको हो। यस्तो छ पानीको कनेक्सनहरू। यो गाल्ला स्याउ हो, एकदम फुजी स्याउ भन्दा राम्रो हुन्छ। यसको पानीको कनेक्सन यस्तो छ, सरर देख्न सक्नुहुन्छ। यो स्याउको रुख हो। अबको 3-4 वर्षमा फल्छ यसमा स्याउ। त्यसपछि तपाईलाई स्याउ फलेको भिडियो बनाउने छौँ हैन। यो चाहिँ एकदम हिमाचलदेखिबाट आएको बिरुवा हो। पानीको कनेक्सन यस्तो छ, सरर हामीले लगाएको छौँ। 200 पिस लगाएको छ हामीले स्याउको बिरुवा। यो वरिपरि पानी हुन्छ टक्क, हेर्न सक्नुहुन्छ। पानीको कनेक्सन यस्तो छ, यो सरर परसम्म छ। अनि यो तल जति पनि गिलो देख्नुहुन्छ तपाईहरुले, यो सब हाम्रो स्याउको बिरुवा हो। जति पनि गिलो गिलो देख्नु भएको छ पानी भएको, यो सब स्याउको बिरुवा हो। सैलुङमा एकदम पहिलो पटक हामीले स्याउ लगाउँदै छौँ हैन। हामीसँग अनुभवी प्राप्त हुनुहुन्छ सरहरू, हिमाचलदेखिबाट आउनु भएको छ प्राविधिकहरू। हाम्रो स्याउको ओनर चाहिँ सर हुनुहुन्छ। सर गाइस नमस्ते। नमस्कार। ल हेर्नुस् पानी कस्तो छ हेर्नुस् यहाँ। हजुर तुर तुर गर्छ यसले त। ल सर, तुर तुर गर्छ यसले पनि तुर तुर गर्छ। तपाईलाई यो स्याउ लगाएर ल कस्तो लागिरहेछ लु भन्नुस्। यहाँ हेर्नुस्, एकदम राम्रो लागिरहेछ। हेरौँ अब 2 वर्षपछि परिणाम निस्किन्छ भन्नुभएको छ। अब हाम्रो प्राविधिक सरले हेरौँ कतिको फलदायक हुनेछ। अब 2 वर्षपछि मात्रै अब हजुरहरूलाई प्रतिक्रिया दिन चाहन्छौँ। अब अहिले चाहिँ हामीले बिरुवा रोपेर यो बिरुवा हुर्किने नहुर्किने के हो यो अनुसन्धान गर्दैछौँ हामी। हजुर हामी सर र स्याउको बिरुवा लगाउँदैछौँ। यसरी लगाइसक्यौँ हामीले 200 पिस हैन। हिमाचलदेखि 170 पिस स्याउ लगाउनु भएको छ हामीले सरले। हिमाचलदेखिबाट आएको स्याउ हो। हाम्रो यो प्रविधि यस्तो तरिकाले गर्ने प्रविधि चाहिँ फर्स्ट हो। यो गाउँपालिकामा अथवा यो ठाउँमा यो सिस्टमले गर्ने पहिलो हो। हजुर योभन्दा अगाडि आफ्नो आफ्नो तरिकाले गर्नुभयो होला, तर हाम्रो यो थोपा सिस्टमको हिसाबले गरेको हामीले। हेरौँ कतिको मलजल अब सबै गर्दाखेरि होला भोलिको लागि फलदायक कस्तो हुन्छ हेरौँ अब परिणाम। हस् हजुर।